अच्छा अच्छा म त 8 दिन आएको हैन मेरो 10.5 दिन भयो त्यो आनी लग्यो नि त त्यो दाजुहरूले अनि उसको फेरि 7 दिन भइसक्यो तपाईँको त्यत्रो 28 लगेर पनि 7 दिन कमाइसक्यो त्यो 7 चौको 28 भने 4 दिनको अनि 7 4 11 दिन भयो मेरो 10.5 दिन भयो म 1 दिन अगाडि हो भन्नु खोजेको मैले चाहिँ एक दिन 2 दिन अगाडि अनि ए हैन तपाईले कहिलेदेखि 21 दिन अगाडि दे पठाउनु होला 11.5 दिन भयो कि कहाँ कहिले आयो छुट्यो 28 लगेको पनि बन्छ आजको आज हाफ बेलामा आज हाफ बेला मात्रै हो क्या आज र अस्ति एउटासँग जोडेको आदि मलाई दिमाग न उयो गरिदिनु न हैन 7 4 जाने अब हामी त साली बेना हिँड्ने हो दिदीलाई थाहा पनि छैन पैसा थापेको चुप लाग्ने दुईवटा छ भेनाहरू कुन भेना जाने हो पनि बिमलाको चाहिँ कुन बेना हो बिचारा दाजुको यता त कहाँ ध्यान पर्छ भेना भेना बनाइ भइगयो त मा भेना हुँदैन त भेनाको पनि भेना चाहिँ मा भेना हुन्छ सन्जु त बाख्राहरू हेरिदिनु त्यो कलबरी धन्दाहरू गरिदिनु अस्ति मैले छोड्नु के ससुरालीको पनि ससुरालीको महा ससुराली होइन अझै दाइको कहाँ आउँछ त अझै यहाँ 5000 तिर्नु चाहिँ पर्ने उल्टै 5000 4 5 6 दिन भेनाको 6 दिन भयो भेनाले गर्नु भएछ है भेनालाई त कसरी दिनु भने 800 ले 7 गते आइतबारमा जो मिस्त्रीको कति हो मिस्त्री देऊ न मेरो त धरानबाट आएको बस्नु पठाएर गरेको भरेन त्यत्रो पास घरबाट माग गरेर ल्याएको अन्त ला त प्याउन्ट चाहिँ ल्याएर पर्यो पर्नुले मागेर दिनुलाई हेरी घरबाट आएको मान्छे यहाँनिर 800ले हाजिरा गऱ्यो भने इन्टरनेट 700ले गऱ्यो खतरा बेचेको होला सधैँ कहाँ हो धरा भेना हिसाब मिले छैन कतिले 14 गते कतिले दिनु हो दाजु भन्नु न छिटो कान्छा मिस्त्रीले भन्छ नि क्या म अहिले मिस्त्रीले भन्छ म चाहिँ के थाहा भने भेना चाहिँ मिस्त्री हो कि लेबरमा पसेको म त मिस्त्रीमा लिँदिन तिम्रो खुसी त्यसो भए 700 ले दिन्छु म त तिम्रो खुसीले जाऊ मिस्त्रीको लिँदिन अरे के त ठेकदारको लिन्छ सरदारको त मालिकै दिलानु हुने भन्छु म त फोनले भनेपछि बुझ्नु त्यसो भए भेनालाई चाहिँ 8 ले दिउँ है अलिकति मिस्त्री नै गर्छ नि त ढुङ्गा सातले छोडेर 7 लिनु अलि मन नलाग्यो हैन त्यही दिन्छु 8 ले बिचरा गर्छ नि त अब मिस्त्रीकै जतिकै तर मिस्त्री नै चाहिँ भन्नु मिल्दैन भेनालाई ठेकदार हाल्यो किनभने बालुवा त यस्तो गरिदिँदै थियो मिस्त्री भन्दा चाहिँ हुन्छ कि पैसा गर्नु नदेऊ न यति फुल अग्लो बनाएछ मिस्त्री ऊबाट आएको धराबाट मिस्त्री झिकाएको भनेर भन्छ कमल कार्कीले होइन यसलाई छोडेर म हिँड्छु घरमा झिकाउनु भएको भन्दै थियो घरबाट आएर उहाँकै अन्डरमा गर्दै हुनुहुन्छ भनेर आइतबार मात्रै लिने भन्यो दुई मान्छे तपाईँलाई 48 200 बेसी छ अब आइतबार फेरि हिसाब गरिदिन्छु 800 राख्नु या मलाई पैसा हुँदैन है त्यतिखेर घर जाने माइतमा खाइदिएर अलिक इस्युको पैसा त्यहाँ भएर हेरेर होला फेरि ल्याउनु म बोक्दिन्छु होइन अब बोकिराख्नु न गोजी तातो पार्नु मन होला सबैलाई पेट गरिदिनु अन्त दिँदा सबैकै गरिहाल्ला हो गर्दा फेरि कहाँ राखेर तपाईँको चाहिँ 800 दिएको है तपाईँलाई ल दाजु हाँ 800 को 48 तपाईँलाई त्यहाँ 200 बेसी छ ल 200 चाहिँ भोलिपछि म हिसाब गर्छु कटाउँदा भइगयो त कटाउन त भनेपछि अनि कस्तो महसुस बिचरा भेनालाई त्यति नै दिनु होला नि त भरे बुढीलाई फोटो खिचेर के हो सर हेर यहाँ मारेर जापर छ त भन्नु मर्दा गएको त मलाई फाइदा भएन होइन यसो गर्दा हुन्छ अब यहाँ 19,000